श्रृङ्खलालाई श्रृङ्खला बनाएको, श्रृङ्खलाको 1 मिलियन फलोअर्स पुर्याएको, श्रृङ्खलाको रिच बढाएको, श्रृङ्खलालाई यत्रो ब्रान्डहरूको इन्डोर्समेन्ट दिएको। ब्रान्डहरूले श्रृङ्खला भनेर दिएका होइनन् नि, जनताको माया देखेर दिएका हुन्। र त्यसबाट मैले जति पनि पैसा कमाएँ त्यो सबै मेरो लागि प्रिभिलेज जनताले दिएका हुन्, जनताले दिनुभएको हो। मेरो पहिलो गाडी मैले ब्रान्ड इन्डोर्समेन्टबाट पाएकी थिएँ, त्यो मेरो लागि ठुलो प्रिभिलेज हो। त्यो म स्वीकार गर्छु। र म आज यही बोल्दा बोल्दै म भन्न चाहन्छु, जेनजी आन्दोलनको बेलामा मैले निरीक्षण गरेर बुझ्दाखेरि म नबोल्नुमा जनता रिसाउनु भएको जायज किन छ भने उहाँले मलाई प्रिभिलेज दिनुभएको थियो र चाहिने बेला मैले त्यो बोल्न सकिनँ। मेरो मनोबल गिरेको थियो, मेरो आत्मबल गिरेको थियो। त्यो सबै कुरा भने पर्सनल श्रृङ्खलाको पर्सनल लाइफको कुरा हो, तर पब्लिक लाइफको श्रृङ्खलाले त नबोलेको हो नि त्यति बेला, आफूले पाएको प्रिभिलेज युटिलाइज नगरेको हो। त्यसैले त्यो कुरा म स्वीकार्दछु र नेपोटिजम चाहिँ म कहिले पनि स्वीकार्दिनँ, किनकि पाएको प्रिभिलेजेस मिसयुज